फर्किँदैछौँ। अब यहाँबाट हामी खासाबाट अब तल तातो पानी लासा भने खासा हुन्छ खासा भने लासा हुन्छ मन्दिर हिँड्नु के हो अन्त खासा हो नि एनिवे हामी अब यहाँबाट तल झर्दैछौँ तल झर्दाखेरि न्युजरमा सर रहेछ 10 मिनट हेर्नुहोस् कुल बाइक मलाई बाइक साह्रै मनपर्छ उता गाडी हो यहाँ मनोज रेस्टुरेन्ट यहाँ चाहिँ गएन यहाँ साह्रै दुःख लाग्यो नेपालीको आफ्नै नेपाली रेस्टुरेन्ट गइएन जानु पनि हुन्थेन मलाई चाहिँ कुनै पछिटो छैन हुनु त हो यहाँको दामी छ नि यो भ्यानभित्र के भ्यानभित्र भ्यानभित्र यहाँ हो निहाओ भने फेरि मुभी अरू कस्तो पनि हेर्दा दर्शक पनि पुल हाउस चाहिँ एकदम रमाइलो छ यहाँको तर खेलिएन गाडी राम्रो छ चढिएन होटेल दामी छ गइएन सुपर मार्केट दामी छ भित्र पसिएन है पैसा बचत भयो 1 रुपियाँले स्याम्पूलाई 5 रुपियाँ 10 रुपियाँको कफीलाई 120 रुपियाँ ठग्नु ठगिए तर एनिवे कुनै पछुतो छैन धेरै स्ट्यान्डर्ड तरिकाले हामीले हाम्रो 2 दिनको छुट्टी मनाइयो अर्को आउँदैछ नि सायद यहाँ फेस्टिभल चल्दैछ दर्शक बेन ओहो गुड हो दामी रहेछ खोजिदिन्छ मोबाइल खोजेर फुटाइदिन्छ होइन हो यो होटेलमा गर्दाखेरि दर्शक बेन बसौँला भनेर तर साह्रै महँगो रहेछ महँगो थिएन क्या महँगो छैन नि मुझे एकजनाको $30 भनेको कम हो डलर हो त्यो मुझे डलर मतलब येन भनेको नि 4 बारे कति पऱ्यो 12 360 एकजनाको 360 हुन्छ महँगो नि एकजनाको 360 कहाँ 360 समथिङ त्यस्तै हुन आउँछ तर बालै भएन यहाँ बस्यो रमाइलो अर्कै हुन्थ्यो तर ठुलो फेस्टिभल आउँदैछ जस्तो पनि छ उनीहरूको न्यु इयर आउँदैछ हिमाल बादल Panche. I don't like panche. Ooh, whoa. What restaurant is this? I don't know Chinese language. King Suzuki Samurai, no problem. Chinese people, very. Oh, no, that. Papa, I got a photo. No, someone must tell you. Oh, let's go to the right here. Oh, no, that. I'm the sorry. खै अब 500 गइहाल्यो अति बोर भयो नि Oh, god damn, yeah. यसले त मार्छ के ओके थ्याङ्क यू कुचो लगाइरहेको ओके दर्शक बेन अहिले हामी यता तल बजारतिर आइपुगेको छौँ यहाँ आन्टीले कुचो लगाइराख्नु भएको छ निहाओ ओके nice cow. What's it for? I think what's it for? Aren't you walk? What's you?
दसैँ नि आएर मैले चाइनिज पनि धेरै कुराहरू सिकेँ एक दिनमा बोल्न जान्ने भइसकेको छु मैले तरकारी बजार भन्न खोजेको दसैँ नि तपाईँहरूले बुझ्नु भएन होला एकछिन यहाँ अब हामी पज गर्छौँ स्टपै गरिदिउँ फेरि हामी अर्को चिजले